हेलो साथीहरू, मैले आज फेरि यो सिङ्गापुरे बच्चाको एउटा बेस्ट माथिको लिएर आएको छु र मेरो यो बच्चाको भएको कारणले मैले छाती टिस्छ र छातीको 4 भाग प्लस 2 इन्ची गरेर चाहिँ मैले यसको चौडाइ लिँदैछु कौडाको। तपाईहरु पनि यस्तै यही हिसाबले लिन सक्नुहुन्छ। यसको लम्बाइ रहेको छ 17 अनि यसको लम्बाइको हिसाबले म गर्छु, ड्राफ्ट गर्न जाँदैछु। तपाईहरु मेरो भिडियोलाई स्किप नगरेर हेर्नुस् अनि तपाईहरु सिक्न सक्नुहुन्छ। लम्बाइ 17 अनि मैले काखीको भाग 6 इन्ची लिँदैछु। त्यसपछि मैले कम्मरको भाग चाहिँ 12 लिँदैछु। मैले सेम नापलाई यता पनि कपी गर्दैछु। तपाईहरु पनि यही प्रकारले गर्नुहोस्। तपाईहरुको नाप जे पनि हुन्छ तर फर्मुला यही गर्नुभयो भने तपाईहरुको मिल्न जानेछ। र अब मैले यसलाई सिधा कोर्दैछु र जतिले हेर्दै हुनुहुन्छ सम्पूर्णलाई लाइक शेयर अनि सब्स्क्राइब गरिदिनु हुन म अनुरोध गर्दछु। र यसको कटिङ भिडियो पनि म मेरो यो सृष्टि टेलर युट्युब च्यानलमा देख्न सक्नुहुन्छ। तपाईलाई म सकभर म सिकाउने कोसिस गर्दैछु। र यहाँ चाहिँ मैले गलाको चौडाइ 2.5 इन्ची राखे। ठुलोको मैले 3 इन्च राख्ने गर्छु। र यहाँ तल चाहिँ छातीको 4 भागको 1 भाग अनि तल कम्मरको 4 भागको 1 भाग गरे अनि तल हिपको 4 भागको 1 भाग प्लस अब यतापट्टि 2 इन्ची म लुजिङ सबै ठाउँमा चाहिँ थप्दै छु। यहाँ पनि मैले 2 इन्ची लुजिङ थपे अनि त्यसपछि मैले चाहिँ यो तिराको भाग राखे। तिराको आधा प्लस आधा, तिरा बच्चाको भएको हुनाले तिरा मैले 6 इन्ची राखे प्लस आधा इन्ची 6.5 इन्ची राखेर अब यसलाई सिधा गरेर कोर्नुहोस्। त्यसपछि अब मैले यसलाई काट्छु र मैले 4 पाटासँग काटेको छु र पछाडिको गला चाहिँ 3 इन्च राखेर मैले काटे। अब अगाडिको गला काट्न जाँदैछु। बच्चाको भएको हुनाले 5 इन्च राखेर मैले 3 कुने गला गरेर काटे र यसको अगाडि पट्टी हाल्नु पर्ने हुन्छ। यसको अगाडि मैले पछि सिलाउँदाखेरि चिरेर तपाईहरुलाई देखाउने छु। र मेरो भिडियोलाई लाइक शेयर अनि सब्स्क्राइब गरिदिनुहोस्। अनि यसको काखीमा झोल नउठोस् भन्ने कारणले मैले अलिकति काटे। र अब यो कपडा सिधा गरेर म यसको चाहिँ बाउला काट्न जाँदैछु। बाउला चाहिँ छातीको 4 भाग हुने गरेर पटाउनुस्। त्यसपछि यसको बाउला रहेको छ 15, मोडी रहेको छ 8 को आधा 4 प्लस 1 5 गरे अनि छातीको 4 भागको 1 भाग गरेर यसलाई चाहिँ मैले काट्दै छु। काटिसकेपछि तपाईले अगाडि भागमा चाहिँ अलिकति आधा इन्ची भित्र हुने गरी काट्नुहोस्। ड्राफ्ट कटिङ सिद्धिएको छ र यसको भिडियो पनि यसैमा छ र मेरो च्यानललाई लाइक शेयर अनि सब्स्क्राइब गरिदिनुहोस्। सम्पूर्णलाई धन्यवाद।